यो भिड चाहिँ पाथिभरा देवीको दर्शनमा आउने दर्शनार्थीहरूको भिड हो। आज जेठ 16 गते भइसक्यो। हेर्नुहोस् न, दर्शनार्थीहरूको भिड घटेको छैन। दर्शनमा आउने दर्शनार्थीहरूको यसरी लाइनमा उभिएर दर्शन गर्नुहुन्छ। हेर्नु न, जेठ भनेको बर्खा लागेको हो। उत्पत्ति स्थान पनि देखाउँछु हजुरहरूलाई। ल, यो चाहिँ पाथिभरामा दर्शनमा पाथिभराको नाम सुनेर दुःख गरेर आउनुहुने भक्तजनहरूले ढोग्नै पर्ने ठाउँ यो मूलथान उत्पत्ति स्थान। प्रसादी हातमा बोकेर आफ्नो पूजाको प्रतीक्षामा हुनुहुन्छ दर्शनार्थीहरू। मौसमले राम्रो साथ दिएको छ। अब बर्खा लाग्यो र पनि मौसमले एकदम राम्रो गरी साथ दिएको छ दर्शनमा। पानीमा भिज्नु परेको छैन। हेर्नुहोस् न, मजाले दर्शनको लागि हातमा प्रसादी बोकेर टक्क आफ्नो पालोमा उभिराख्नु भएको छ। भगवान्ले हामी सबैको रक्षा गरून्। राति पानी परे पनि बिहान चाहिँ दर्शन गर्न आउँदा पानी परेन, प्लास्टिक ओर्नु परेन। नाङ्लो पाउँछ, तर नाङ्लो पाउँदैन, सानो थालीहरू पाउँछ। हुन्छ ल, भगवान्ले हामी सबैको रक्षा गरून्। हेर्नुहोस् है, त्यो परको भिडहरू पनि दर्शन गरिसकेर माथि फोटो खिच्न जाँदै हुनुहुन्छ। कोही तयारी गर्दै हुनुहुन्छ। आज शुक्रबार जेठ 16 गते। पर हिमालहरू पनि देखिरहेछ बर्खामा। कुहिरोले सबै छोप्नुपर्ने। हेर्नु, शङ्करसभा जिल्लाको हिमालहरू देखिरहेछ। रमाइलो छ ल।